यो ढोका यसरी भयो भने ढोका यसरी पनि यहाँनिर लक हुन्छ हजुरको है। अनि कपडा यहाँभित्र हाल्नु, कपडा हाल्ने बेला माथि यति जति ग्याप हुनु पऱ्यो जोस् हात हाल्दा मजाले छिर्नु पऱ्यो है। अनि हजुरले कपडा हाल्ने बेला यसो कपडा चेक गर्नुपर्ने हुन्छ, साँचोहरू पोइन्ट एक्स्ट्रा केही गोजीमा पर्नु भएन है। अनि यो जुन हाम्रो चेनहरू छ यो चेनहरू चाहिँ कपडामै एट्याच छ हुन्छ, फरक परेन। यो निक्लिएर गोजीमा हुन्छ नि कहिले काहीँ घर गएर हाल्छ भनेर, त्यस्तो चाहिँ हुनु भएन है, त्यो याद गर्नुपर्ने हुन्छ। अनि कपडा हाल्नु भन्दा यो रबरभन्दा भित्र हुनु पऱ्यो। यो रबरमा लाएर च्यात्दै छ भने यो रबर चाहिँ महँगो पर्छ, यो रबरको 6-7 हजार लाग्छ। अब यो रेट भन्नुको कारण चाहिँ किन भन्दाखेरि हजुरले कपडा हाल्ने बेलामा त्यो मनमा डर हुन्छ नि त यति पर्छ, त्यही भएर मैले रेट भनिदिइराखेँ हजुरलाई है। यसपछि भन्दाखेरि त्यो सर्फ हाल्ने यहाँ 1, 2, 3टा हुन्छ। मेन चाहिँ हामीले सर्फ यसमा हाल्नुपर्ने हुन्छ है, ठुलोमा यसमा हाल्नुपर्ने हुन्छ। यसमा कति हाल्ने भन्ने कुरा हुन्छ, त्यो एरियलमा चाहिँ तपाईँ हजुरको चम्चा हुन्छ त्यो त्यही देखाउँ न। यो चम्चाले सुरुमा 1 चम्चा हाल्नु है, 1 चम्चा सुरुमा हाल्नु। 1 चम्चाले सफा धोयो भने धोएन भने अलिकति बढाउनु पाइयो है। अब यति भन्ने चाहिँ हुँदैन, जस्तै 1 घान हाल्दाखेरि चाहिँ 1 चम्चा हाल्नु होला। 1 चम्चाले सफा धोयो भने धोएन भने चाहिँ अलिकति बढाउनु पर्ने हुन्छ है। अब दुईटा कपडामा अलिकति यति भन्ने चाहिँ हुँदैन यसमा है। जति कपडा हाले पनि त्यति 1 चम्चा हाल्नु, जति भनेको 1 घानलाई 1 चम्चा हाल्नु न। अब एउटा मात्रै धुँदालाई 1 चम्चा हालेर त भएन नि त है। लिक्विडवाला सर्फ भयो नि यसमा हाल्ने, प्याकेटवाला सर्फ भयो नि यसमा हाल्ने है। अनि यो सफ्टनर भनेको उलनको कपडाहरूमा सेन्ट आउने खालको लिक्विड पाइन्छ, त्यो लिक्विड चाहिँ यसमा हाल्नु पऱ्यो है। यो सफ्टनर लेखाएको छ नि यसमा। अनि यो भनेको प्रिवास भनेको चाहिँ जस्तै यसमा हाल्दाखेरि एकछिनलाई कुरो बुझौँ, यसमा हाल्दाखेरि 1 घन्टा लिन्छ भने एउटा प्रोग्रामले, यसमा हाल्नुभयो भने चाहिँ 15 मिनट एक्स्ट्रा लिन्छ। तर सर्फ हालेर हुँदैन कि यताबाट प्रिवास एड गर्नुपर्ने हुन्छ। तर त्यसरी एड गर्दा कपडाको कलर सरर झर्ने। अब हामीले यो कहिले बिर्सिन्छौँ नि त, झुक्दिन्छौँ। अब खासै यो युज नगर्दा नि हुन्छ, यसमा मात्रै युज गर्दा पाइयो है। यसमा मात्रै युज गर्नु होला। लिक्विडवाला भयो नि प्याकेटवाला भयो नि यसमै हाल्नु, त्यसरी भन्दाखेरि त्यसपछि पावर बटन यो अन गर्ने। मैले अन गरेँ। अनि यहाँनिर हजुरको यो प्रोग्रामहरू हुन्छ, जस्तै कटेन प्लस, तर्बोवास, मिक्स फेब्रिक, इजी केयर भन्ने यो प्रोग्रामहरू हो कि। जस्तै कुन कपडा केमा हाल्ने भन्ने कुरो भनिदिन्छ एकछिन। जस्तै अब मेन कुरो चाहिँ हामीले अहिले यसरी घुमाउँदा यो हेर्नु त यतापट्टि यो सबै चेन्ज भइरहेछ नि। यो भनेको चाहिँ अटोमेटिक, यतापट्टिको चाहिँ जस्तै हामीले आफै पनि सेट गर्न पाइयो। यो चाहिँ अटो, यताको चाहिँ म्यानुअल्ली। जस्तै यसरी टेम्परेचर घटाउने बढाउने, स्पिन कति गर्ने, यसरी गर्दाखेरि चाहिँ के हुन्छ भने कपडाको कलर झर्ने हामीलाई थाहा हुँदैन नि त कुन कपडामा कति टेम्परेचर चाहिन्छ, कति स्पिन चाहिन्छ। त्यही भएर खासै यो नचलाउँदा राम्रो है, अटोमेटिक मात्रै चलाउँदा राम्रो, उसले आफै सार्छ। अटोमेटिकै हुन्छ। यसरी घुमाउँदा यो सर्छ नि त। जस्तै यो लाइट घुमाएर यहाँ मिक्समा लानु पऱ्यो। मिक्स भनेर चाहिँ यसरी पुग्छ भने चाहिँ मिक्स भएपछि चाहिँ त्यो अटो हुन्छ। मिक्स भएपछि यसरी गरेर स्टार्ट गरिदिने है।